बालबालिकाको लागि पोषण परामर्श तथा घर भेट। सबै परिवारले आफ्ना बालबालिकाहरू स्वस्थ भएर हुर्केको हेर्न चाहन्छन्। यद्यपि कहिलेकाहीँ सामाजिक मान्यताहरू, सांस्कृतिक अभ्यासहरू वा परिवारको आय स्तरले गर्दा पनि उनीहरूलाई आफ्ना बालबालिकालाई पर्याप्त पौष्टिक खानेकुरा खुवाउनु चुनौतीपूर्ण हुने गरेको छ। तपाईले अवलोकन र उचित मार्गनिर्देशनको मार्फत परिवारहरूलाई आफ्ना बालबालिकालाई खुवाउने तरिकामा सुधार ल्याउन सहयोग गर्न सक्नुहुन्छ। यस भिडियोले पोषण परामर्शको समयमा कुनै स्याहारकर्तालाई कसरी मूल्याङ्कन र मार्गनिर्देशन गर्ने भनेर निम्न 3 कुराहरू प्रदर्शन मार्फत देखाउनेछ। खुवाइको अवस्थाको लेखाजोखा गर्ने, सुधारका क्षेत्रहरू पहिचान तथा विश्लेषण गर्ने र आफ्नो बालबालिकालाई राम्रो पोषण प्रदान गर्नको लागि स्याहारकर्तालाई सल्लाह सुझाव दिने। प्रत्येक भ्रमणमा आफ्नो परामर्श कार्ड ल्याउन सम्झनुहोस्। यी चित्रहरू देखाउनले स्याहारकर्तालाई स्मरण गर्न सजिलो हुन्छ। स्याहारकर्तालाई नम्रता र सम्मानका साथ अभिवादन गर्नुहोस्। आफूलाई उनीहरू सरह नै राख्नुहोस् र आफ्नो परिचय दिनुहोस्। त्यसपछि उनलाई आफ्नो र आफ्नो सानी छोरी प्रेजको परिचय दिन लगाउनुहोस्। उनलाई आफू उनको कुरा सुन्नको लागि आएको र तपाईँले उनलाई उनको शिशुको पोषण सुधार गर्न केही सहयोग गर्ने ठाउँ छ कि भनेर बताउनुहोस्। स्याहारकर्तासँग मैत्रीपूर्ण र खुला सम्बन्ध स्थापना गर्नको लागि भ्रमण अवधिभरि आफ्नो सञ्चार सिप प्रयोग गर्नुहोस्। स्याहारकर्तासँग आँखाको सम्पर्क कायम गरेर अनि मैत्रीपूर्ण हावभावहरू प्रयोग गरेर स्याहारकर्ताको विचारमा वास्तविक चासो देखाउनुहोस्। उनलाई बोल्न समय दिनुहोस्। त्यसपछि उनले भनेको कुराको सार आफ्नै शब्दमा बताउनुहोस् र केही प्रतिक्रियाहरू आफ्नो तर्फबाट थप्नुहोस्। आरोप लगाउने किसिमका शब्द तथा गाली गर्ने हावभाव प्रयोग नगर्नुहोस्। विश्वसनीय सञ्चारले भरोसा निर्माण गर्छ र स्याहारकर्ताले तपाईँको सल्लाहमा विश्वास गर्न र आफूले बालबालिकालाई खुवाउने तरिकामा परिवर्तन ल्याउनको लागि भरोसाको आवश्यकता पर्छ। अब खुवाइको अवस्थाको लेखाजोखा गर्नुहोस्। सर्वप्रथम महत्त्वपूर्ण पृष्ठभूमि जानकारीहरू सङ्कलनको लागि खुल्ला प्रश्नहरू गर्नुहोस् र स्याहारकर्तालाई ध्यानपूर्वक सुन्नुहोस्। परामर्श पुस्तिकाले पनि तपाईँलाई महत्त्वपूर्ण मुद्दाहरू याद राख्न मद्दत गर्न सक्छ। आमाले तपाईँलाई प्रेज 8 महिनाकी भइन् भनेर भन्छन्। उनी स्वस्थ र राम्रोसँग हुर्किरहेकी छिन्। प्रेजले दिनभरिमा बारम्बार र राति पनि केही पटक स्तनपान गर्ने गर्छिन्। उनले अहिले लिटो तथा मिचेको तरकारी तथा फलफुल खाने गरेकी छिन्। उनले आमाको दुध बाहेक अन्य कुनै पेय पदार्थ पिउँदिनन्। त्यसपछि स्याहारकर्ताले आफ्नो शिशुको लागि तयार गरेको खाना र शिशुलाई खुवाएको हेर्न अनुमति माग्नुहोस्। अवलोकन गर्दै गर्दा स्याहारकर्तालाई उनले के कुरा राम्रोसँग गर्दैछिन् त्यो थाहा दिनुहोस्। यसले उनलाई प्रोत्साहन दिन्छ र उनको आत्मविश्वास बढ्छ। ध्यानपूर्वक हेर्नुहोस् ताकि तपाईँले सुधारका क्षेत्रहरू पहिचान गर्न सक्नुहोस्। के उनले असल सरसफाइका अभ्यासहरू अवलम्बन गर्छिन्? के खाना सफा छ? के उनका र उनका बालबालिकाको हातहरू सफा छन्? यी आमाले आफ्नो बालबालिकाको हात धोइदिएकी भए तापनि उनलाई आफ्नो हात धुन भनी सम्झाउनु परेको थियो। के आमाले विविध खानेकुराहरू प्रयोग गर्छिन्? यहाँ उनीसँग अन्न, गेडागुडी र हरियो तरकारी छ, तर पशुजन्य खानेकुरा छैन जबसम्म तपाईँ अन्डा पाउनुहुन्न। उनले खाना कसरी तयार पार्छिन् अवलोकन गर्नुहोस्। लिटो पातलो छ कि बाक्लो? के यो बालबालिकाको खाने क्षमता अनुसारको छ? मुख्य अन्न पर्याप्त रूपमा बाक्लो छ र तरकारी राम्रोसँग पिसिएको या मिचिएको छ, 8 महिनाको शिशुलाई मिल्ने गरी।
आमाले आफ्नो शिशुलाई कति पटक र कति मात्रामा खाना खुवाउँछिन्। उनी प्रेजलाई दिनको 3 पटक आधा कप बराबरको खाना खुवाउँछिन् र साथमा खाजा पनि। यो शिशुको उमेरको लागि उचित मात्रा हो। र अन्त्यमा आमाले शिशुलाई खाना कसरी खुवाउँछिन्? उनी धैर्यवान छिन् र सक्रिय छिन्। उनी प्रेजलाई खानाको अर्को गाँस दिनुभन्दा पहिले उसले मुख खोल्नको लागि कुर्छिन्। जब उनको शिशुले खाना पर धकेल्छिन् र खाना पुगेको संकेत गर्छिन्, आमाले खाना तल राख्छिन्। अब शिशुको खुवाइको अवस्थाको बारेमा तपाईले सिकेको कुरा विश्लेषण गर्न केही समय लिनुहोस् र के कुरा राम्रोसँग भइरहेको छ र कुन क्षेत्रमा सुधारको आवश्यकता छ पहिचान गर्नुहोस्। स्तनपान, सरसफाई, खानेकुराको विविधता, खानेकुराको एकरूपताको बारेमा, शिशुले कति पटक र कति मात्रामा ठोस खानेकुरा खान्छ भन्ने बारेमा र स्याहारकर्ताले आफ्नो शिशुलाई कसरी खुवाउँछिन् भन्ने बारेमा तपाईले सुन्नुभएको र देख्नुभएको कुरालाई मनन गर्नुहोस्। र अन्त्यमा प्रोत्साहन गर्नुहोस्। बालबालिकाको खुवाइको अवस्था सम्बन्धी छलफललाई प्रोत्साहन दिनको लागि परामर्श कार्डको प्रयोग गर्नुहोस्। स्याहारकर्तालाई आफूलाई के कुरा राम्रो गरिरहेको छु र के कुरामा सुधार गर्नुपर्नेछ भन्ने लागेको छ सोध्नुहोस्। त्यसपछि तपाईले उक्त दिन देखेको कुराको उदाहरण दिँदै आफूलाई लागेको कुरा भन्नुहोस्। उनले गरेको सही कुराहरू औल्याउँदै र प्रशंसा गर्दै सुरु गर्नुहोस्। उनको धैर्यता र सक्रिय खुवाउने शैलीले प्रेजलाई स्वस्थकर खाने बानी निर्माण गर्न सहयोग गर्नेछ भनेर बताउनुहोस्। उनले बारम्बार स्तनपान गराइरहेकी छिन् र आफ्नो शिशुलाई पर्याप्त मात्रामा नरम र पिसेको वा मिचेको ठोस खानेकुराहरू खुवाइरहेकी छिन्, जुन उनको 8 महिने शिशुको लागि एकदम सही छ। त्यसपछि उनले आफ्नो शिशुको खुवाइको अवस्थामा सुधार ल्याउनको लागि अपनाउन सक्ने उपायहरूको बारेमा केही व्यावहारिक सुझावहरू दिनुहोस्। उनीलाई साधारण भाषामा केही सान्दर्भिक जानकारीहरू दिनुहोस्, तर आमालाई प्रवचन नदिनुहोस्। त्यसपछि स्याहारकर्ता आफ्नो खुवाउने अभ्यासहरूलाई सुधार गर्नको लागि केही साना प्रयासहरू छनौट गर्न इच्छुक छिन् कि बुझ्नुहोस्। उनी सर्वप्रथम आफ्नो बालबालिकाको आहारमा प्रत्येक दिनको एकपटकको खानामा अण्डा, माछा वा मासु जस्ता पशुजन्य खानेकुरा समावेश गरेर शिशुको आहारमा विविधता थप्ने प्रस्ताव राख्छिन्। र दोस्रोमा उनी खाना तयार गर्नुभन्दा अघि प्रत्येक पटक हात धोएर आफ्नो शिशुको खानालाई सुरक्षित राख्न थप प्रयास गर्न चाहन्छिन्। स्याहारकर्तासँग कुनै प्रश्न छ कि सोध्नुहोस् र उत्तरको लागि केही समय छुट्याउनुहोस्। आवश्यकता परेमा उनले अतिरिक्त सहायता पाउने स्थानहरू जस्तै समुदायमा भएको स्वास्थ्य आमा समूहको बारेमा सुझाव दिनुहोस्। फर्किनुभन्दा पहिले स्याहारकर्तालाई उनको बालबालिकाको पोषण अत्यन्त महत्त्वपूर्ण रहेको कुरा बताउनुहोस्। तपाईँ प्रेजले कस्तो गरिरहेकी छ हेर्न र अरू के मद्दत गर्न सकिन्छ भनेर हेर्नको लागि छिट्टै फेरि आउने कुरा पनि बताउनुहोस्। फर्किने दिन र समय तय गर्नुहोस्। त्यसपछि स्याहारकर्तालाई उनको समयको लागि धन्यवाद दिनुहोस्। याद राख्नुहोस्, स्याहारकर्ताले तपाईँको सल्लाहमा विश्वास गर्न र आफूले बालबालिकालाई खुवाउने तरिकामा परिवर्तन ल्याउनको लागि भरोसा अति आवश्यक हुन्छ। मैत्रीपूर्ण व्यवहार गरेर, राम्रोसँग कुरा सुनेर र स्याहारकर्ताको विचार र अनुभवमाथि वास्तविक अभिरुचि राखेर भरोसा निर्माण गर्नुहोस्। स्याहारकर्तासँगको साझेदारीमा आफ्नो बालबालिकाको खुवाइको अवस्थामा सुधार ल्याउनका लागि गर्न सकिने केही साना प्रयासहरूलाई लिएर सहमति गर्नुहोस्।